अब हामी DBMS को कम्पोनेन्ट्सहरु हेर्छौं तर यो चाहिँ इनसाइड DBMS सफ्टवेयर भित्र भएको है त। सो सबैभन्दा पहिला छ क्वेरी प्रोसेसर। यसले के काम गर्ने भयो त भन्दाखेरि इन्टरप्रेट्स एन्ड एक्जिक्युट सिक्वेल क्वेरीज। क्वेरीजलाई के गर्ने भयो? रन गर्ने भयो। मेन काम भनेको क्वेरी प्रोसेसर हो क्वेरीलाई रन गराउने र कन्भर्ट सिक्वेल क्वेरीज इन्टु लो लेभल इन्स्ट्रक्सन भन्न खोजेको युजरले लेखेको क्वेरीलाई चाहिँ मेसिन लेभलमा कन्भर्ट गरेर लिएर जानु पर्यो ताकि मेसिनले अन्डरस्ट्यान्ड गरोस् र त्यसलाई प्रोसेसिङ गर्ने काम गरोस्। यसमा पार्सिङको कुराहरू पनि आउँछ, सिन्ट्याक्स सिमेन्टिकको कुराहरू पनि आउँछ। जस्तो एउटा एक्जाम्पलको लागि प्रोसेसिङ जस्तै अब के गर्न सकिन्छ भने सिलेक्ट एस्ट्रिक फ्रम स्टुडेन्ट्स, यसलाई चाहिँ प्रोसेसिङ गर्ने भयो र यसले रिजल्ट दिने भयो। स्टुडेन्ट्स भन्ने टेबलमा जुन रेकर्ड्सहरू छ त्यो रेकर्ड फेच गरेर दिने भयो। यो कसको थ्रुबाट भइरहेको रहेछ? हामीले युज गरेको ल्याङ्ग्वेज सिक्वेल भयो हैन, स्ट्रक्चर क्वेरी ल्याङ्ग्वेज युज गरिरहेका छौं तर यो काम के को थ्रुबाट भइरहेको छ? क्वेरी प्रोसेसरको थ्रुबाट भइरहेको छ। क्वेरी प्रोसेसर कहाँ हुन्छ त भन्दा DBMS को यो कम्पोनेन्ट भयो। यो चाहिँ DBMS भित्र रहेको कम्पोनेन्ट भयो है। यो भन्दा अगाडि चाहिँ हामीले सिस्टम कम्पोनेन्ट हेरेको थियौं। त्यस्तै तरिकाले हामीसँग छ अर्को स्टोरेज म्यानेजर। स्टोरेज म्यानेजरले चाहिँ स्टोरेजलाई म्यानेज गर्ने भयो। भन्न खोजेको हामीसँग डेटाबेस डिजाइन गर्दाखेरि हामीले हेरेको थियौं कि सबभन्दा तल्लो लेभलमा इन डेप्थमा हामीले चाहिँ फिजिकल स्टोरेजको कुराहरू गरेको थियौं। भन्न खोजेको डेटा कसरी स्टोर भएर बस्छ एक्चुअली भन्ने कुरा डिस्कसन गरेको थियौं। त्यसमा के भन्छ भने यसले चाहिँ म्यानेज हाउ डेटा इज स्टोर इन मेमोरी एन्ड डिस्क। डेटा एक्चुअली कसरी स्टोर भएर बसिरहेको छ त, यसमा इन्डेक्सहरू हामीले कसरी युज गरिरहेको छौं, फाइल अर्गनाइजेसन कसरी गरिरहेको छौं, यसमा कति स्पेस चाहिरहेको छ, त्यो सबै कुराहरूको म्यानेजमेन्ट गर्ने काम चाहिँ स्टोरेज म्यानेजरले गर्छ। यो अर्को कम्पोनेन्ट भयो DBMS को। त्यस्तै तरिकाले हामीसँग अर्को छ ट्रान्ज्याक्सन म्यानेजर। अब ट्रान्ज्याक्सन रिलेसनल डेटाबेसको कुरा गर्नुहुन्छ भने ट्रान्ज्याक्सन इज भेरी इम्पोर्टेन्ट, जसमा एसिड प्रपर्टिजलाई अहिले फलो गर्नुपर्छ। ACID यसको बारेमा हामी पछि पनि कुरा गर्छौं। सो पहिलो कुरा के छ भने इन्स्योर्स करेक्ट एक्जिक्युसन अफ ट्रान्ज्याक्सन। भन्न खोजेको यदि मैले तपाईको अकाउन्टमा 1000 रुपैयाँ ट्रान्सफर गरे भने ठ्याक्कै 1000 रुपैयाँ नै तपाईको मोबाइलमा अथवा तपाईको अकाउन्टमा आउनु पर्यो। ठीक छ, मैले चाहिँ पठाएको पैसा मध्ये 500 मात्र तपाईकोमा गयो, 500 गएन, यस्तो हुन पाएन। भन्न खोजेको तपाईको चाहिँ एसिड प्रपर्टी को ए भन्ने कुरा अटोमिसिटी भन्छ यसलाई। त्यो चाहिँ कि त 0 हुन्छ कि त 100 हुन्छ। भन्न खोजेको कि त सक्सेसै हुनु भएन कि त फुल्ली सक्सेस हुनु पर्यो। त्यो आधी सक्सेस भएकोलाई सक्सेस मानिदैन है, त्यो भन्न खोजेको। त्यस्तै तरिकाले मेन्टेन्स कन्सिस्टेन्सी व्हेन मल्टिपल युजर एक्सेस डेटा। सो ट्रान्ज्याक्सन भन्ने बित्तिकै ACID है। ए भनेको अटोमिसिटी, सी भनेको कन्सिस्टेन्सी। कन्सिस्टेन्सी भन्ने बित्तिकै तपाईको मैले पठाउनु भन्दा अगाडिको ब्यालेन्स र पठाइसकेपछिको त्यो होल टोटल ब्यालेन्सलाई जोड्यो भने एउटै हुनु पर्यो। र त्यसपछि आइसोलेसन भनेको चाहिँ दुईटा इन्डिपेन्डेन्ट ट्रान्ज्याक्सनहरु रन हुन्छन् भन्ने कुरा बुझिन्छ। र डी भनेको ड्युरेबिलिटी। भन्न खोजेको एकचोटी कमिट गरिसकेपछि ट्रान्ज्याक्सन चाहिँ जति बेला पनि एक्सेस हुनु पर्यो भन्ने कुरा गर्छ। र एक्जाम्पलको लागि ब्याङ्क मनी ट्रान्सफर प्रोसेस एउटा ट्रान्ज्याक्सनको कुराहरू भयो। यसको बारेमा हामी डिटेलमा हेर्छौं। जस्ट ट्रान्ज्याक्सनको बारेमा, ट्रान्ज्याक्सनको पनि म्यानेज गर्ने काम चाहिँ DBMS ले नै गर्छ भन्ने हामीले बुझ्नु पर्यो। र अर्को भनेको चाहिँ रिकभरी म्यानेजर। एकदमै इम्पोर्टेन्ट छ यो पनि। जस्तो रिस्टोर्स द डेटाबेस आफ्टर फेलर। अब यो हामीले चाहिँ DRP को कुराहरू गर्छौं हैन, डिजास्टर रिकभरी प्लानको कुरा पनि गर्छौं पछि हैन। त्यसपछि हामीले डिफरेन्ट मिररिङको कुराहरू गर्छौं, रेप्लिकेसनको कुराहरू गर्छौं हैन। अनि एउटा हामीले डेटालाई चाहिँ मल्टिपल ठाउँमा नेटवर्कमा स्टोर गरेर राख्ने हैन। त्यहाँनिर चाहिँ एउटा फिजिकल स्टोरेजमा जस्तो हार्ड डिस्कहरुमा हैन, पेन ड्राइभहरुमा यसरी स्टोर गरेर राख्छौं भने कुनै डेटा हामी इभन क्लाउडमा पनि राख्छौं। त्यो किन राखिरहेछौं त मल्टिपल ठाउँमा भन्दाखेरि चाहिँ त्यो हाम्रो डेटा यदि लस भयो भने त्यसलाई हामीले रिकभर गर्न सकियोस्, एउटा कुरा त्यो भयो। तर रिकभर डेटा लस भएर मात्र होइन, कहिलेकाहीँ अट्याक हुन सक्छ, कहिलेकाहीँ थ्रेट्सहरु आउन सक्छ हैन। सो जस्तै पासवर्डमा अट्याक हुन सक्छ, कुनै भल्नरेबिलिटिजहरु हुँदै हामीले भल्नरेबिलिटिजहरु चाहिँ पत्ता लगाउन सकेनौं भने त्यो भल्नरेबिलिटिजको थ्रुबाट के हुन सक्छ, कसैले चाहिँ अट्याक गर्यो, म्यालिसियस अट्याक गर्दियो। सो त्यो हुँदाखेरि हाम्रो डेटा चाहिँ करप्ट हुन सक्छ। त्यो ठाउँबाट पनि हामीले डेटालाई फेरि ब्याक टु दी नर्मल बनाउनु पर्ने हुन्छ। सो त्यो काम पनि एज अ DBMS ले गर्छ र त्यसको एउटा भित्रको कम्पोनेन्ट भनेको रिकभरी म्यानेजर छ। जस्तो ओराकलमा हेर्ने भने हामीले चाहिँ एक्टिभ डेटा गार्ड छ हैन। सो SQL सर्भरमा हेर्ने भने पनि त्यहाँनिर DRP को कन्सेप्ट्सहरु छ। सो यो चाहिँ एउटा अर्को कम्पोनेन्ट भयो। त्यसपछि हामी अर्को कम्पोनेन्ट हेर्छौं अथोराइजेसन म्यानेजर। अथोराइजेसन भनेको एक्सेस कसलाई दिने कसलाई नदिने भन्ने कुरा भयो। जस्तो कन्ट्रोल्स युजर एक्सेस एन्ड परमिसन। जस्तो मैले
अगाडिको भिडियोमा पनि भनिसकेका थिएँ कि डिफ्रेन्ट टाइपको युजर छ। एउटा DBA छ हैन, डेटाबेस एडमिनिस्ट्रेटर छ, अर्को भनेको नर्मल डेटाबेस युजर छ हैन, अब अर्को एडमिन होला। सो सबैलाई चाहिँ एउटै लेभलको एक्सेस दिँदैन र कसलाई कुन लेभलको एक्सेस दिने भन्ने काम चाहिँ हामीले DBMS सफ्टवेयरको थ्रुबाट कन्ट्रोल गर्न सक्ने भयो। र अर्को कुरा यसले चाहिँ प्रोभाइड सेक्युरिटी त डेफिनेटली पनि दिने भयो, किनभने सबै युजरले एउटै लेभलको चाहिँ एक्सेस नभइसकेपछि जसलाई जे दिनुपर्ने हो, जुन रोल अनुसार एक्सेस दिनुपर्ने हो त्यही एक्सेस दिइसकेपछि त्यहाँनिर सेक्युरिटी पनि मेन्टेन भयो। इक्जाम्पलको लागि ओन्ली एडमिन क्यान डिलिट रेकर्ड्स भनेको छ, अरूले चाहिँ रेकर्ड डिलिट गर्न पाएन। सो त्यो हुँदाखेरि के भयो, सेक्युरिटी पनि मेन्टेन भयो र हाम्रो सफ्टवेयर पनि स्मुथली रन हुने भयो। थ्याङ्क यू।